नमस्कार यहाँहरू सबैजनालाई। म रेडियन्ट रिडर्स एकाडेमी कक्षा 5 मा अध्ययनरत प्रणेश महर्जनको अभिभावक रबिन महर्जन। रेडियन्ट रिडर्स स्कुलको बारेमा भन्नुपर्दा मेरो छोराको जुन प्री स्कुल लगभग सकिन लागेको बेलामा युकेजी पढ्दै गर्दाखेरि उसको स्कुलमा केही समस्या टेक्निकल कारणले गर्दा हामीले प्रणेशलाई बिचैमा त्यो स्कुलबाट निकाल्नु पर्ने भएको थियो र हामीले उसको फर्दर एजुकेसनको लागि काठमाडौँ ललितपुरका विभिन्न स्कुलहरूमा हामीले सर्च गर्दै जाँदा सानेपामा अवस्थित रेडियन्ट रिडर्स स्कुल हामीले भेटायौँ। जब हामीले रेडियन्ट रिडर्स स्कुलको बारेमा हामीले रिसर्च गऱ्यौँ, त्यहाँको बारेमा जानकारीहरू लियौँ, मलाई के लाग्यो भने यो स्कुल शिक्षाको सँगसँगै यसमा व्यावहारिक ज्ञानहरू अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै जोड दिएर लगिने स्कुल देखियो र साथसाथै अरू स्कुलको दाँजोमा जुन स्कुलहरू फाइनेन्सियल एकदमै एक्सपेन्सिभ छ भन्ने अभिभावकहरूको जुन भनाइ छ त्यसलाई पनि यसले चिर्दै एउटा एफोर्डेबल फाइनेन्सियल स्ट्याटसमा यो एजुकेसन दिइरहेको यसमा देखियो। त्यही कारणले पनि मलाई यो स्कुलमा मैले आफ्नो छोरालाई राख्ने निधो गरेँ। तर फाइनेन्सियल स्ट्याटसको सँगसँगै यसले दिने शिक्षा र यसमा गरिने अतिरिक्त क्रियाकलापहरू, व्यावहारिक ज्ञानका कुराहरू, त्यो सबैभन्दा महत्त्वपूर्ण लाग्यो मलाई। अहिले मेरो छोरा युकेजीको मिड टर्ममा एडमिट भएर अहिले हाल 5 क्लाससम्म निरन्तर उसले त्यही स्कुलमा अध्ययन गरिरहेको छ। यो स्कुल हालै मात्रै 25 वर्ष सफल कार्यकाल पनि पुरा गरेको छ। म उहाँहरूलाई यसमा बधाई पनि दिन चाहन्छु। मलाई लाग्छ यो स्कुलले अझै पनि शिक्षाको गुणस्तर सँगसँगै विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप र व्यावहारिक ज्ञानमा पनि सदैव जोड दिनेछ भन्ने मलाई विश्वास छ र देशको लागि चाहिने कर्णधारहरू यसले ल्याउनेछ भन्ने पनि मलाई पूर्ण रूपमा विश्वास छ। रेडियन्ट रिडर स्कुल एउटा अभिभावकको लागि, एउटा विद्यार्थीको लागि पूर्ण प्याकेजको रूपमा मैले हेरेको छु। धन्यवाद।